Hello, good evening everyone. सबैजनालाई आज चाहिँ मेरो week off थियो, त्यसैले बुढासँग पार्कमा घुमेको छु। मेरो बुढाले चाहिँ युट्युबमा 1000+ सब्स्क्राइबर बनाउनको लागि धेरै मेहनत गर्दैछ, धेरै भिडियोहरू एडिट गरेर मजाले हाल्दैछ। तपाईहरुले भ्यू मात्रै गर्नु हुँदैछ। मेरो बुढाको अकाउन्टलाई सब्स्क्राइब नै गरिदिनु भएको छैन, प्लिज सब्स्क्राइब गरिदिनु है, अनि तपाईको साथीहरुले शेयर गरिदिनु होला। मेरो बुढा उया पछाडी आउँदैछ हो, म चाहिँ अगाडि छु हो। 1000 पुग्नुको लागि अर्को जुनी मात्रै होला भन्दैछ हो। च्यालेन्ज गरेर भन्दैछ कि तपाईहरु पनि च्यालेन्ज गरेर 1000 क्रस गराइदिनु न 1-2 weeks भित्रमा हो। अहिले चाहिँ पार्कमा आएको फिलहाल किन ब्याकग्राउन्ड यस्तो दामी छ, म क्यामेरा गरेर देखाउँछु है त। वेट, पछाडि चाहिँ यस्तो दामी छ हो। अनि यो चाहिँ ठक्क लाएर कम्पनीको अपोजिट छ, सो त्यसैले यो चाहिँ कम्पनीको प्रपर्टी भएर पार्क यस्तो दामी डेकोरेट गरेको छ। यहाँनिर मजाले हो प्लान्टहरू रोपेर हो, यहाँनिर दामी दामी बस्ने यस्तो जग्गा बनाइदिन्छ। यहाँ छ कम्पनी चाहिँ, प्लस यो राउन्डर एरिया यहाँ पनि छ, अनि यता पनि कम्पनी नै छ। अनि बिचमा चाहिँ यहाँनिर ठुलो पानीको उयो गरेर जम्मा गरेर राखेको छ। जुन बेला उनीहरूलाई चाहिन्छ उनीहरूले मेसिनकोबाट खिचेर उनीहरूले ल्याउँछ। बुढा अगाडि जाँदैछ हो, म पछाडि जाँदैछु। हेलो बेबी, यता हेरिदिनु न। कसैले सब्सक्राइब गर्दैन भनेर मेरो बुढाले पुरा गुनासो गर्दै, साथीहरू बुटुक लगाएर सब्सक्राइब गरिदिनु न। मेबी फेसबुकमा पनि 2000+ उसको साथीहरू सबैजनाले लिङ्क त छोडेको छ, फेसबुकमा गएर सब्सक्राइब गरिदिनु न सबैजनाले। यो के गर्मी चाहिँ यस्तो डरलाग्दो परिरहेको थियो नि, त्यही भएर हामी रुममा बस्नु नसकेर चाहिँ बाहिर आएको थियो।